जय मसी सबैलाई नमस्ते। तपाईहरु कस्तो हुनुहुन्छ? म त सन्चै छु अनि तपाईहरु पनि आशा राख्छु सन्चै हुनुहुन्छ भनेर है। अनि मेरो आउनुहोस् तपाईहरुलाई मेरो नयाँ ब्लगमा फेरि पनि स्वागत गर्दछु। आजको वचन लिएर आएको छु मैले तपाईहरुसँग। मत्ती 16:16 र 17मा परमेश्वरको वचनले यसरी भन्छ, सिमोन पत्रुसले जवाब दिएर भने, तपाईँ जीवित परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ। 17 येशूले तिनलाई भन्नुभयो, धन्य हो हे योन्नाको छोरो सिमोन, किनभने मानिसबाट तिमीलाई यो प्रकट गरेको होइन, तर मेरो स्वर्गमा हुने पिताले गर्नुभएको हो। आमेन। परमेश्वरको वचनमा परमेश्वरलाई आशिष दिन भएको तपाईँ र मलाई। आज हामी प्रार्थनाको विषय चाहिँ मेरो यो छ, जो जस्पिन नानीको बोन ट्रान्सफर त भयो भनेर हामीले सुनेर है हामीले खुसी भयौँ अनि हामीले प्रार्थना पनि गऱ्यौँ है उहाँहरूको निम्ति, उहाँ नानीको निम्ति। अनि फेरि अर्को पनि त्यस्तै नानी छोरा आएको छ भनेर उहाँको लागि पनि प्रार्थना हामीले गरिरहेका थियौँ है। अनि तर आज भोलि फेरि पनि हामी भिडियो हेर्दैछु र रिक्वेस्ट आउँदैछ हामीलाई प्रार्थनामा याद राखिदिनुहोस् है। विश्वभरिको हरेक मानिसले प्रार्थना गरिदिँदैछ अहिले त्यो नानीको लागि है। अनि हामी पनि प्रार्थना गरिदेऊ जस्मिन नानीको लागि। धेरै गाह्रो भइरहेको छ, ऊ आमालाई झन् कस्तो गाह्रो भइरहेको होला है। अनि हामी प्रार्थनामा याद गरिदिऊ। अनि अर्को प्रार्थना आएको छ भाइ आशिष राईको लागि है। उसको बिमार त झन् अचम्मै लाग्यो मलाई। म सोच्छु कसरी यस्तो बिमारी भयो होला भनेर है। अनि उहाँको आमा वृद्ध हुनुहुँदो रहेछ है। अनि हामी प्रार्थना गरौँ उहाँको लागि, उहाँको बिमारको लागि परमेश्वरले सहयोगी हातहरू जुटाइदिनु भएको होस्, ताकि उहाँले डक्टर असल देखाउन सकुन् भनिकन प्रार्थना गरौँ है। हुन्छ त सबैलाई जय मसीह भन्दै फेरि पनि भोलि परमेश्वरको फेरि पनि म प्रति कृपा भए तपाईँहरूसँग फेरि पनि भेटौँला है भन्दै सबैलाई यीशुको नाउँमा जय मसीह। जय मसीह सबैलाई नमस्ते। तपाईहरु कस्तो हुनुहुन्छ? म त सन्चै छु अनि तपाईहरु पनि आशा राख्छु सन्चै हुनुहुन्छ भनेर है। अनि मेरो आउनुहोस् तपाईहरुलाई मेरो नयाँ ब्लगमा फेरि पनि स्वागत गर्दछु। आजको वचन लिएर आएको छु मैले तपाईहरुसँग। मत्ती 16:16 र 17मा परमेश्वरको वचनले यसरी भन्छ, सिमोन पत्रुसले जवाब दिएर भने, तपाईँ जीवित परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ। 17 येशूले तिनलाई भन्नुभयो,